गुड मर्निङ साथीहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद है सपोर्टको लागि। आज चाहिँ म बेगनास माछा कलेक्सनमा जाँदैछु है। लेक मिररमा तपाईहरु माछा खानकै लागि आइदिनुहुन्छ, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि आज चाहिँ म तपाईहरुलाई माछा लिन गएको भिडियो थोरै बनाएर देखाउने छु है त। धन्यवाद। माछा लिन जाने क्रममा यहाँबाट जाँदा जाँदा तपाईहरुलाई यो सिन देखाइदिउँ भनेर है। धन्यवाद। यहाँ चाहिँ मन्दिर छ। जय शिव महादेव। नमस्ते। नमस्ते। आराम हुनुहुन्छ? ठिकै छ भाइ। कति राम्रो देउ छ अझै पनि। के अझै खुलेन के है दाइ? यतातिरको खुलेन के? देउराले मामबता चल्यो। सङ्कलन केन्द्र हेर्नुहोस् माछा सङ्कलन केन्द्र है। यहाँ चाहिँ बिहान 8 बजे आउनुभयो भने चाहिँ दामी दामी माछा भेटिन्छ। आज हाम्रो पाहुनाहरूको लागि माछा कलेक्ट गर्दैछु। आउनुहोस् ल माछा खान। धन्यवाद। ब्युटिफुल। आइपुगे आज माछा लिएर। तपाईहरु आउनुहोस् ल माछा खान। अब हाम्रो लालाजीहरूले बेगना टाढोको माझी कुनाबाट मुलु उठ्दो रहेछ। यहाँ बाटोमा लगाएको झोल पुगेन। बेगना तलको पानी अलिकति हालेर भात मुछेर गएको साह्रै मिठो लाग्यो। तपाईँहरूले पनि यसरी नै खाने भयो एकपल्ट आएर हेर्नु होला। ठोक भाइ ठोक।